घरको कौसीमा 12 बाई 12 को दुईवटा कोठा बनाउन कति खर्च लाग्छ त? यदि तपाईले डबल बेस युभीसी को रुफिङ गरी तपाईले सिमेन्ट बोर्ड पार्टिसन गरेर युभीसी कै झ्यालटोका हालेर कोठाहरू बनाउनु भयो भने तपाईलाई ट्रसको काम अनि युभीसी को रुफिङ गर्न करिब 2,10,000 जति पर्न जान्छ। यसैगरी तपाईले सिल लेभल अर्थात झ्यालको लेभल सम्म चाहिँ तपाईले इटाको गारो लगाउनु पर्ने हुन्छ र त्यो इटाको गारो लगाउन र प्लास्टर गर्नको लागि तपाईलाई करिब 70,000 जति पर्न जान्छ। यसैगरी सिमेन्ट बोर्डको पार्टिसन गर्नको लागि तपाईले टोटल कस्ट लगभग 1,45,000 जति पर्न जान्छ। यसैगरी तपाईले युभीसी को झ्यालटोकाको लागि चाहिँ 85,000 जति पर्न जान्छ भने तपाईले फल सिलिङको लागि चाहिँ तपाईले 45,000 र पुट्टी तथा पेन्टिङको लागि पनि लगभग 45,000 जति पर्न जान्छ। यसैगरी इलेक्ट्रिकल वायरिङ तथा लाइटिङको कामको लागि तपाईले करिब 18,000 जति पर्न जान्छ र यो सबै हिसाब गर्दाखेरि लगभग तपाईले 12 बाई 12 को दुईवटा कोठा बनाउनको लागि करिब 6,18,000 जति पर्न जान्छ। यदि तपाई यो खर्चको बारेमा विस्तृत जानकारी चाहनुहुन्छ भने वा निर्माण सेवा चाहनुहुन्छ भने आजै एक्सपर्ट सेवालाई स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। एक्सपर्ट सेवा घरदेखि दरबारसम्म।